हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल टेक्नो इन्फर्मेटिक्स। आज तपाईँहरूलाई म फेसबुकबाट चाहिँ कसरी ग्रुप क्रिएट गर्न मिल्छ, जस्तै पोखरामा देख्नुभएको छ होला सनराइज ड्राइभिङ इन्स्टिच्युट भनेर, गण्डकी यातायात भनेर, त्यस्तै तपाईँले आफैले फेसबुकबाट चाहिँ कसरी ग्रुप क्रिएट गर्ने त नि भनेर म सिकाउन जाँदैछु। सो सबसे पहिला चाहिँ फेसबुकबाट गर्ने भएको भएर चाहिँ हामीले के गर्नु पऱ्यो, फेसबुक ओपन गर्नु पऱ्यो। एन्ड देन फेसबुक ओपन गरेपछि तपाईँले देख्नुहुन्छ, तपाईँको साइडमा चाहिँ लास्टमा के देख्नुहुन्छ, तपाईँले मेनु बटन देख्नुहुनेछ। त्यो मेनु बटनमा गएर चाहिँ क्लिक गर्नु पऱ्यो। एन्ड देन तपाईँको मेनु बटनमा गएपछि चाहिँ तपाईँले त्यहाँ देख्न सक्नुहुनेछ, तपाईँको यो माथि प्रोफाइल पछि यो सक्नुहुनेछ फेसबुक ग्रुप भन्ने, जस्तै हाम्रो यो डार्कस्पोर्टहरूमा देख्नु भएको छ होला ग्रुप। एन्ड देन त्यसपछि माथि टपमा चाहिँ तपाईँले प्लसको साइन देख्नुभएको छ। अभियसली सबैलाई थाहा छ नि त, प्लस भनेको जोड्ने हो। सो त्यहाँ गएर चाहिँ हामीले के गर्नु पऱ्यो, प्लस साइनमा क्लिक गर्नु पऱ्यो। एन्ड देन तपाईँले देख्नुभयो क्रिएट अ ग्रुप, क्रिएट अ पोस्ट भन्ने देख्नुभयो होइन। हामीले चाहिँ के गर्नु पऱ्यो, क्रिएट पोस्ट हामीले गर्ने होइन, हामीले त नयाँ ग्रुप क्रिएट गर्ने हो। सो हामीले के गर्नु पऱ्यो, क्रिएट अ ग्रुपमा क्लिक गर्नु पऱ्यो। अनि तपाईँले ग्रुपको नाम के राख्ने त नि भन्दाखेरि, जस्तै मेरो ग्रुप चाहिँ ल मैले एउटा मानिलिउँ स्क्वायर ग्रुप भनेर चाहिँ मैले के गरेँ, एउटा ग्रुप चाहिँ क्रिएट गरेँ। अब यसमा चाहिँ अब प्राइभेसीमा चाहिँ हाम्रो के राख्ने, प्राइभेसी पब्लिक हेर्न, हामी त ग्रुप क्रिएट गरेपछि वाइ किन प्राइभेट गर्ने, हामीले चाहिँ पब्लिक गर्ने। सो पब्लिकमा गयो, इन्भाइट सजेसन, क्रिएट ग्रुप भयो। क्रिएटिङ ग्रुप क्रिएट हुँदैछ, यसले थोरै टाइम लिन्छ क्रिएट गर्न। ओके, यति भएपछि हाम्रो ग्रुप क्रिएट भयो। अब हामीले सेयर ग्रुप गर्न पऱ्यो भने ग्रुपलाई चाहिँ कुनमा सेयर गर्ने होइन, जसरी ल मेरोमा सेयर गरेँ, यसरी सेयर गर्नु पऱ्यो। सेयर टु द स्टोरी हाल्नु पऱ्यो ग्रुपमा होइन। अब यो हामीले फालिदिउँ सेयर पोस्ट भने, ब्याकग्राउन्डमा चाहिँ हामीले के राख्नु पऱ्यो, जस्तै मैले एउटा कुनै फोटो राखेँ, ल मेरो एउटा लोगो राखेँ, यो के भयो सेयर होइन। अटो इन्भाइट फलोवर्स इन्भल्भ गऱ्यो भने फलोवर्सहरू चाहिँ के हुन्छ, अटो इन्भाइट हुन्छ। पिपल यु मे नोमा चाहिँ हामीले के गर्नु पऱ्यो, अब यसरी सिलेक्ट गरेर सबैलाई पठाएर सेन्ड गर्न पनि मिल्यो होइन। सजेसन फलोवर्समा चाहिँ तपाईँलाई फेसबुकमा रिक्वेस्ट आएको, सजेस्ट गरेकोहरूलाई सेलेक्ट गरेर उनीहरूलाई पनि के गर्नु, सेलेक्ट अल गरेर सेन्ड इन्भाइटमा क्लिक गर्नु पऱ्यो। त्यसै जान्छ। फ्रेन्ड्स इन पोखरामा भएको फ्रेन्डहरूलाई चाहिँ पठाउनु पऱ्यो होइन, यसरी पठाउनु पऱ्यो। एन्ड देन सेलेक्ट अल गरेपछि सबैलाई गयो, सेन्ड इन्भाइट्स गर्नुपर्छ है। अब तल ऱ्यान्डमली तपाईँले कसैलाई पठाउनु मन छ भने यसरी पठाउनु मिल्यो। जस्तै मैले पठाएँ, ल एउटा व्यक्तिलाई पठाउनु भयो भने, जस्तै मैले अनिल विश्वकर्म बोलाएँ, अनिल नेपालीलाई पठाएँ, यसरी हामीले पठाउन मिल्यो। एन्ड देन अब कभर फोटो राख्न मन छ भने राख्न मन छैन भने नेक्स्ट गर्नु पऱ्यो कभर फोटो राख्नलाई होइन। अब एडिटमा गएर अपलोड गर्नु पऱ्यो। एन्ड देन फोटो खोजेर यसरी कभर फोटो, अब कभर फोटोदेखिनलाई यति राख्नुपर्छ। एन्ड देन यो भयो मेरो कभर फोटो, अपलोड हुँदैछ, एकछिनमा अपलोड हुन्छ। एन्ड देन अब तपाईँको ग्रुप चाहिँ के को बारेमा हो त नि भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो नि त होइन। तपाईँलाई फलो किन गर्ने, तपाईँको ग्रुपमा जोइन किन गर्ने भन्ने कुरा। सो मेरो चाहिँ फर इन्फर्मेटिभ कन्टेन्ट, एन्ड देन डन गरेर नेक्स्ट गरिदियो। सेम अब चाहिँ मैले किन पोस्ट चाहिँ त्यो ग्रुप चाहिँ किन क्रिएट गर्यो भन्ने कुरा हो। जस्तै मैले लेखिदिन्छु, त्यो इन्फर्मेटिभ कन्टेन्टको लागि चाहिँ मेरो ग्रुप फलो गर्नु भनेर चाहिँ मैले के गर्नु पऱ्यो, लेख्नु पऱ्यो। त्यो हेरेर नै मेरो ग्रुपलाई चाहिँ के हुन्छ, जोइन गर्छ। यसरी पोस्ट हानिदिएँ मैले, ल। एन्ड देन 1 मेम्बर चाहिँ एड भइसक्नु पऱ्यो। को एड भयो त भन्दाखेरि अपिल स्वयं एडमिन। अहिले चाहिँ कोही पनि हुनु भएको छैन, किनकि मैले जस्तै हाम्रो चाहिँ के भयो, एउटा क्रिएट अ ग्रुप भनेर एउटा मेसेज आयो। एन्ड देन चाहिँ यो लोगोको आयो, यो चाहिँ फर इन्फर्मेटिभ, मेरो चाहिँ इन्फर्मेटिभ च्यानल हो भने मैले कभर फोटो अपलोड गरेँ। यसरी अब हामीले ग्रुप क्रिएट गरेर साथीलाई इन्भाइट गरेर त्यो कन्टेन्टहरू चाहिँ एउटा ग्रुपमा चाहिँ के गर्नु पऱ्यो, सर्कुलेट गर्न, ग्रुपमा प्राइभेटली अथवा पब्लिकली चाहिँ सेयर गर्न मिल्छ। यसरी चाहिँ अब हामीले के गर्न सक्यो, ग्रुप क्रिएट गर्न सकियो। अब जस्तै यहाँ देख्नुभएको छ, इन्भाइट पिपुल टु जोइन, कसैलाई इन्भाइट गर्ने, कभर भिडियो, डिस्क्रिप्सन लेख्नु पऱ्यो, पोस्ट लेख्नलाई फेरि यहाँ जानु पऱ्यो, फोटो हाल्नलाई यसरी हाल्न सक्नुहुनेछ होइन। यसरी फोटो भिडियोहरू हाल्न सक्नुहुन्छ। एन्ड देन पोस्ट गर्न सक्नुहुनेछ। होप यु इन्जोय द भिडियो। आई थिङ्क भिडियो चाहिँ धेरै इन्फर्मेटिभ भयो होला मेबी होइन। सो सबैले जान्नुभएको पनि हुनसक्छ र नजान्ने पनि हुनुहुन्छ। थाहा नभएकोहरूलाई चाहिँ थाहा पाउनु भयो होला र ल
तपाईँको साथीहरू अथवा कोही चिनेकोले थाहा पाउनु भएको छैन भने उहाँलाई चाहिँ यो भिडियो सेयर गरिदिनु होला र हजुरले पनि लाइक गर्नुहोस्, सजेसनको लागि कमेन्ट गर्नुहोला, सेयर त अभियसली गर्नु नै हुनेछ र यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिँ म बनाउने छु। त्यसको लागि चाहिँ साइडमा रहेको रातो बटनको त्यो सब्सक्राइब लेखेकोलाई क्लिक गरेर साइडमा रहेको घन्टी जस्तो चिन्हलाई चाहिँ क्लिक गरेर अल गर्न नबिर्सिनु होला। होप यु एन्जॉय द भिडियो, किप वाचिङ, किप लभिङ। जय नेपाल, चिल आउट।